भिजा अनि पासपोर्ट बोकेर विदेश यात्रा त गर्नुभयो, या भनौँ तपाईँ र तपाईँको परिवारको सदस्य विदेशमा नै बसिराख्नु भएको थियो। त्यहाँ तपाईँको पासपोर्ट च्यातियो, हरायो, भिज्यो, ड्यामेज भयो, या त भनौँ एक्सपायर भयो। तपाईँ नेपाली नागरिक हुनुभए तापनि नेपाल सरकारले तपाईँलाई ड्यामेज पासपोर्ट र एक्सपायर्ड पासपोर्टमा पनि नेपालमा फर्किन दिनुहुन्न। अब के गर्ने त? तपाईँ यसको लागि ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्किन सक्नुहुन्छ। मैले उल्लेख गरेको कुनै एक समस्या आइपर्यो भने तपाईँ फर्किनको लागि बनाइने डकुमेन्ट चाहिँ ट्राभल डकुमेन्ट हो। यो डकुमेन्ट चाहिँ तपाईँले आफू नेपाली हो भनेर प्रुभ गर्नको लागि नागरिकताको कपी, पासपोर्ट हराएको पुलिस रिपोर्ट र एम्बेसीको फ्यु फर्मालिटिजहरू पुरा गर्नुभएपछि अनि विदेशमा रहेको नेपालको एम्बेसीमा सब्मिट गर्नुभएपछि प्रिपेयर हुन्छ। यो डकुमेन्टको भ्यालिडिटी चाहिँ 3 मन्थ्सको हुन्छ, तर तपाईँको यो ट्राभल डकुमेन्ट बोकेर चाहिँ तपाईँ 1 वे मात्र ट्राभल गर्न पाउनुहुन्छ है। यात्रा गर्ने बेलामा म जहिले पनि तपाईँको पासपोर्टको फोटो र भिजाको फोटो जहिले पनि मोबाइलमा लिएर हिँड्नुहोस् भनेर सल्लाह दिन्छु। र यदि तपाईँ भिजिट भिसामा विदेश ट्राभल गरिराख्नु भएको छ भने चाहिँ तपाईँको पासपोर्टको हार्ड कपी नै बोकेर तपाईँ देशको विभिन्न ठाउँहरूमा एक्सप्लोर गर्नुहोस् है त। धन्यवाद।